सिगासौ तोर यादिस उदिस भयो नीलबाल देवता तोमर यादिस उदिस भयो कैलबाल देवता तोमर यादिस उदिस भयो मणिराजा देवता तोमरो यादिस उदिस भयो भोनली देवता तोमर यादिस उदिस भयो कैलबाल देवता तोमरो यादिस उदिस भयो नौलाने देवता तोमरो भयो भोट गालांगा तोमरा यादिस भयो यौ लगी भुवानी तोमरो यादिस उदिस भयो लेगी भुवानी तोमर यादिस उदिस भयो असंगी देवता तोमर यादिस उदिस भयो चलले देवता तोमर यादिस उदिस भयो गौरला देवता तोमर यादिस उदिस भयो गडुल्या गोरघोट्या देवता तोमर यादिस उदिस भयो लाटा मसानी तोमर यादिस उदिस भयो यति देवता श्री भगवान हे माता मालिका हे नमो नमो भला नाम दर्शन तीर्ण भोजे कसा देव आई त हो जवधि राजो धीराज की नकल बरसंदी कवित बरसंदी दान खाणो सेवा सेवा तुला गंदी दरबार ये की दरबार की आशिका खान जी तो महाराज का बड़ी सरजू की का बड़ी कंदा मान सरोवर मई राजा भन्नु क्या ब्र पाऊँ बर्मा भन्नु क्या ब्र पाऊँ छेत्री भन्नु क्या ब्र पाऊँ गुनिचन्न भन्नु क्या ब्र पाऊँ ऐस राजनी भन्नु क्या ब्र पाऊँ सिद्ध जोगी भन्नु क्या ब्र पाऊँ राजाले एका छत्रमा राज भुजेयो बर्माले चार काणी वेद बढायो छेत्रीले नमुख खाणो प्रकाशो गुनी चन्दले गुरु बरु विद्या पायो ऐस राजनले भोग बैठी बाल खेलायो सिद्ध जोगीले एक ऐटीको भुक्तको पहिराई चार काणी वेद बढायो 12 वर्ष की निरारी 12 वर्ष की दुखारी 12 वर्ष पूरा है को गया जोला फूल पारना की ठाउँ नहीं पाया भोनी जब देवी दुर्बता धुड़धुड़ रोहन लागेगी थिन अरे हो दुर्बता तुम क्या कारण रोहन लागेगी छौ भनी तब गोसाई महादेवले शोधन लागे तब गोसाई महादेवले दाइनो हतगल्लो पसारी हतगल्ला माथि झोला फूल बाड्यो 3 फूल गडलगी गडल्याले बाड्यो 4 फूल सुग्रगी सुग्र्याले पाड्यो जम्मा 7 फूलको अर्थ लाहो गोसाई महादेव पहिला फूलबाट कुनको को उत्पन्न भया दोस्रा फूलबाट कुनको को उत्पन्न भया तेस्रा फूलबाट कुनको को उत्पन्न भया चौथा फूलबाट कुनको को उत्पन्न भया 5औं फूलबाट कुनको को उत्पन्न भया 6औं फूलबाट कुनको को उत्पन्न भया 7औं फूलबाट
गुणको को उत्पन्न भया प्रथम पहिला बोलबाट जल कुर्म नाम देवता उत्पन्न भया दोस्रा बोलबाट बलि कुर्म नाम देवता उत्पन्न भया तेस्रा बोलबाट 33 कोटी देवता उत्पन्न भया चौथा बोलबाट चक्र परमा उत्पन्न भया को वेद श्याम वेद शङ्करी वेद जर्जरी वेद धनुर वेद यति उपवेद 50औं बोलबाट पूर्वकी मालिका पश्चिमकी कालिका उत्तरकी सिङ्गोला देवी उत्पन्न भया 6औं बोलबाट बारभारा वनस्पतिका उत्पन्न भया 7औं बोलबाट 7 अगास 7 पत्ताल सामती सुनसुज नाम देवताको राजा थियो 9 लखे तारा उत्पन्न भया 10 दिनदेखि पृथ्वी उज्यालो भयो 10 दिनदेखि धरती धनराशि शिर मेघ राशि आँखा वृक राशि जिह्वा मिथुन राशि घाँटी काँगडा राशि दाहिनो बाहुबौली सिंह राशि कर्ण तुल राशि जाँगडो विचार राशि घुँडो मगर राशि पिँडो कुम्भ राशि पैतलो मिम राशि ये तीनवा खंड धरती टेकने कुलमती आशिका श्रीदेवो श्री भगवान हे माता मालिका हे नमो नमो आव विष्णु भगवान की आशिका महाराजे सत्य जुगदी सृष्टि लेखी तंजल थल गोसाई कैसरी उपाया कपटको ढुङ्गो टरजना भरजना सुनो देवी मनोगी मनोजा पोनगी पार्वत राम राम विष्णु 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 भगवान जरिम्या वैशाख विश्रतिको दिन जरिम्या विष्णु भगवान शुक्ली पक्ष बड़े राजा विष्णु भगवान की आशिका श्रीदेवो श्री भगवान हे माता मालिका हे नमो नमो
शक्य छ त मैले आगे आउँदै शक्य छ पारोमा यो बछडाउनु भयो ठुला जस्तो के त हो नि हो कि आम्दा नै जस्तो नबुझ्छ इनलाई भनेर नि हैन सर इनलाई भनेर हाल्नु बत्त दिनु पर्यो अहिलेको लागि कार्यक्रम स्थगित भयो ल दर्शक महानुभावहरू अहिलेलाई भात हाल्ने काम सिद्धिसकेको छ त्यसलाई धेरै रमाइलो भएको छ धन्यवाद छ धेरै धेरै धन्यवाद त्यसै गरेर महेन्द्र आर्यजीले प्रत्यक्ष कुन ठाउँबाट हो सर रिटर्न आया हो त्यो विवाह हुन्छ अहिले हामी बुढाकोटबाट रिटर्न आइसकेको छ विवाह 1 डे थियो सबैले हेरेर सहयोग गरिदिनु भएको धेरै धेरै धन्यवाद भारत कला रली नेपालीजी हुनुहुन्थ्यो स्टार्टिङ चाहिँ टेक बहादुर नेपालीले गर्नुभएको थियो एकजना यो जानेवाला कमेडियन हो माग्ने बुढा खडक बहादुर नेपाली ल ल जे बोल्ने मन छ बोल अब म कति बोल्नु छु अब मलाई भोक लागेको सकेको छ भोकलागेको पलान मेरो कोरिए जाने भोक लागिसक्यो त के न भोक लाग्यो त खानु बजेको छ 3:30 बजेको छ अहिलेको पलान म दुबई जाऊ कि चीनै जाऊ कि कोरिए जाऊ कि बाटी जाऊ भन्ने मेरो आजना छ त अब अहिलेको लागि त्यस्तो हो म मोबाइल तर्सु मोबाइल म किन्न सक्दैन एउटा केलाको सपडाको बनाऊ कि सल्लाह पकडा बनाऊ भन्ने मलाई लागिरहेको छ त्यस्तो लागिरहेको छ एउटा गाना खडक बहादुर नेपालीको हो बिन्ती मेरो कोटी कोटीमा नाची आए डोटी डोटीमा भन्ने एउटा गाना बनाएको छ अब यसपछि म धेरै धेरै बाहिर देश जाउँलो भन्ने मेरो प्लान छ हवाजहाजको मैले गिरुन बनाइसकेको छु कलुनमा बुझ्नु भएको छ म बिरगन्जका तनी कलुन पुरु भन्नु भएको छ दुबई जाउँ कि चीनै जाउँ तुमलाई के मतलब सारैले जाउँ दाजुलाई आफ्नो जिउ सुँगो लागि अङ्कल जिउलाई जाउँ बडाललाई जाउँ मलाई के मतलब म यो सरले मेरो गाना सारा देशमा अमेरिका दुबई चीनै मलेसिया कोरिया बाटिया सारा ठेगाउना बम्बई बेङ्गलोर कलकत्ता त्यस्तो भएर रेलगाडी पनि अब फिट हुन्छ कहिले अब भन्ने मेरो यो गाना ल अब खाना खानाकी तयारी छु मलाई यस्तो हुन्छ के सिएपछि म आँखी देख्दैन खाएपछि मलाई भोक लाग्दैन हिँडिन जाए कुरा आएको कुरा पाछा हुन लाग्छ पानी खान्छ मुख बोल्नु सक्दैन बिरामी त्यो छ मेरो जलो अब यतिकैमा मोटो होइन चाहन्छु भोलि पनि गर्लाई खानु खाए पनि गर्ला भन्ने मेरो यो आदरणा छ यतिकैमा म नमस्कार गर्न चाहन्छु